मेरोतिर पिठलाई फर्काइरहेछ र कह फुडिदिने एकै बार फुडिदिने मेरी बोल्ले बेचार मुखी त लाग्नु सुनाउँदै कानु तैँलाई लगाइरहेको त आइसो गर्दा भयो गफ नाइ गर्दा झट्ट सक्कौँ बनाइ क्यों गफ गरेर ढिला हुने भयो के देखो नारी म के देखिन के छ लेख्या हेर्दा अब फोटोले हेर के छ जे देख्यो त्यो भन हो बुवा आमा छोरा नि सिस्टर है के गर्दा रे नि स्तनपान की कुरेड गर्दा रे हो परामर्श गर्दा रे ना हामीलाई आज स्तनपान सप्ताहको लास्ट दिन हो हामीलाई स्तनपान बारे थोडा छलफल गर्दा हो ल स्तनपान सुरु हुन पहिले के हुन्छ थाहा छ एउटा महिला चाहिँ गर्भवती बन्छ मातृत्व प्राप्त हुन्छ हो उही पछि मात्र स्तनपान सुरु हुने हो आमा चाहिँ एउटा महिला गर्भवती नभइकन मातृत्व प्राप्त नभइकन त के हो स्तनपान सुरु हुँदैन यहाँ आफनी छ रे हो भने त्यो आमालाई के भयो खिचडी भाषा हुन्न गाउँले गरन चाहिँ अझ नेपालमा हुन्न छु अर्गनाइजर नार्यो के गाउँले के खिचडी हुन्न तसी ठिक छ हो ल आमालाई पनि के गर्नु पर्यो आ त नेपाली बोल्नु भयो कि भाँडामा जा आमालाई पनि के गर्नु पर्यो पोषण कुरा पुर्याउनु पर्यो हो गर्भैदेखि स्तनपानको चाहिँ हामीले तयारी गर्नु पर्यो बच्चालाई चाहिँ राम्रो बनाउने स्वस्थ बनाउने चाहिँ हामीले के गर्नु पर्यो त्यसको सुरुवात चाहिँ कहाँबाट गर्नु पर्यो गर्भबाट चाहिँ गर्नु पर्यो र हामीले गर्भ अवस्थामा चाहिँ के गर्नु पर्यो भने गर्भवती आमाहरूले नवजात शिशुको गर्भे शिशुको शारीरिक तथा मानसिक विकासका लागि के गर्नु पर्यो हामीले पर्याप्त मात्रामा पोषण खानेकुरा खानु पर्यो है हरेक बार खानाचार भनिन्छ नि त हेर फोटो हेर्नु न 4 प्रकारको खाना चाहिँ के गर्नु पर्यो खानु पर्यो आमाले हैन अन्नबाट एउटा अन्न समूहबाट एउटा खाना खानु पर्यो भने अनि दाल गेडागुडीबाट अर्को समूह भयो हरियो तरकारी फलफुल अर्को समूह त्यसै गरेर के रे यो पशु पन्छी जन्य हैन माछा मासुबाट चाहिँ अर्को गरेर हामीले के भयो प्रत्येक पटक चाहिँ खाना खाने बेला कति 4 कुराहरु 4 समूहबाट खाना मिसाएर चाहिँ खानुपर्ने हुन्छ है र गर्भावस्थामा सामान्यतया हामीले 3 पटक खाना खान्छौँ भने गर्भावस्थामा के गर्छौं थप 1 पटक खाना खान्छौँ है त स्वाभाविक भन्दा थप 1 पटक 3 पटक खानुहुन्छ भने 4 पटक खानुस् भनेर भन्छौँ है त अनि सुत्केरी भइसके पछाडी थप 2 पटक हैन 5 पटक चाहिँ खाना खानुपर्छ गर्भवती आमाको चाहिँ राम्रोसँग तौल वृद्धि विकास भइरहेको छैन भने उसको शरीरमा चाहिँ पोषण तत्व पुगेको छैन र उसको बच्चालाई पनि पोषण कुरा पुगेको छैन भनेर के हुन्छ मूल्याङ्कन गर्न सकिन्छ है त्यही भएर गर्भावस्थामा आमाको चाहिँ 11 देखि 12 किलो चाहिँ तौल बढ्नु पर्ने हुन्छ कति 11 देखि 12 किलो तौल बढ्नु पर्ने हुन्छ त्यो भन्दा यदि धेरै बढ्छ भने अत्याधिक तौल हुन्छ अत्याधिक तौलले पनि फेरि के गर्छ समस्या हुन्छ उच्च रक्तचाप मधुमेह जस्ता समस्याहरु पनि लिएर आउने गर्छ हामीले चाहिँ सामान्यतया पर्याप्त मात्रामा हामीले हिडडुल पनि गर्नुपर्छ है हामीले तौलको व्यवस्थापन पनि गर्नु पर्यो हिडडुल पनि हामीले गर्नुपर्ने हुन्छ अर्को के छ गर्भावस्थामा रक्त अल्पताको रोकथाम भनेर छ हैन गर्भावस्थामा चाहिँ आमालाई चाहिँ रक्त अल्पता भयो आमाको शरीरमा रक्तको कमी भयो भने शिशुमा पनि त्यो समस्या चाहिँ देखा पर्ने हुन्छ कमजोर बच्चा कमतौलको बच्चा अथवा चाँडै बच्चा जन्मिने अथवा बच्चा आफै तुहिने जस्ता समस्याहरू आउँछन् त्यसको लागि चाहिँ हामीले के गर्नु पर्यो गर्भावस्थामा पर्याप्त मात्रामा यानी कि के भन्छ आइरन चक्की चाहिँ हामीले खानु पर्यो है 3 महिना पुरा भएदेखि
बच्चा पाउने बेलासम्म आइरन चक्की खानु पर्यो र बच्चा पाइसके पछाडि थप 45 दिनसम्म फेरि नबिराइकन नियमित एउटा आइरन चक्की खानु पर्यो। त्यसै गरी क्याल्सियम चक्की पनि खानु पर्यो। त्यसै गरी जिकाको औषधि पनि खानुपर्ने हुन्छ है। आइरन ट्याब्लेट चाहिँ नियमित एउटै समयमा खानुपर्ने हुन्छ। चियासँग कफीसँग चाहिँ खानु हुँदैन है। यसले के गर्छ, पर्याप्त मात्रामा शरीरमा रगतको निर्माण गर्छ, जसले आमाको शरीर पनि के हुन्छ, राम्रो हुन्छ, बच्चालाई पनि पर्याप्त पोषण कुराहरू पुग्न मद्दत गर्छ। अर्को छ, ल अब हामी मुख्य कुरामा अहिले पुग्दैछौँ है। ल स्तनपानको महत्त्व। जब सुत्केरी भइन्छ आमा होइन, बच्चा जन्मिन्छ, त्यति बेला के हुन्छ, अलि बाक्लो बाक्लो दुध निस्किन्छ नि, हो त्यसलाई चाहिँ बिगौती दुध भनिन्छ। त्यसमा पर्याप्त मात्रामा चाहिँ रोगसँग लड्न सक्ने क्षमता भएको हुन्छ। हाम्रो बच्चालाई विभिन्न रोगबाट चाहिँ बचाउने हुन्छ। त्यसैले बच्चा जन्मिएको 1 घन्टाभित्रै स्तनपान गराउनु पर्दछ। सामान्य सुत्केरी हुने महिलाले भने अपरेसनबाट सुत्केरी हुने महिलाहरूले पनि स्तनपान गराउन चाहिँ सकिन्छ है त। स्तनपानले चाहिँ बच्चालाई विभिन्न रोगबाट, झाडा पखाला, निमोनिया, आँखाको समस्या, छालाको समस्या जस्ता रोगहरूबाट पनि के गर्छ, बचाउने गर्छ। यदि लागिहाल्यो भने इम्युनिटीको रूपमा चाहिँ के गर्छ, सहयोग गर्छ है। आमाको दुधमा पर्याप्त पोषण हुन्छ, तरल पदार्थ हुन्छ। 6 महिनासम्म हामीले आमाको दुध मात्रै खुवाउनु पर्छ है। आमाको दुध बाहेक अन्य ठोस खानेकुराहरू केही पनि खुवाउनु हुँदैन। आमाको दुधले सबै पोषण तत्त्व पुर्याउँछ, पानीको मात्रा पनि पुर्याउँछ। तर बिरामी भयो भने चिकित्सकको सल्लाह अनुसार मात्र औषधि खुवाउनु पर्यो। हो, दिन रात गरेर कति खुवाउनु पर्छ दुध, हो 10 देखि 12 पटक दुध खुवाउनु पर्छ। आमाको दुध खुवाउनु पर्छ। तपाईँ बाहिर जाँदै हुनुहुन्छ भने, लामो समयसम्म हामी बाहिर जाँदैछौँ, बच्चा घरमै छ भने आमाको दुधले दुहेर पनि सफा भाँडोमा घरमै राखेर पनि छोडेर जाँदा हुन्छ। पछि हेरालुले चाहिँ खुवाउन मिल्छ है त। गाई बस्तुको खुवाउनु मिलेन, तर सफा भाँडोमा कचौरा र चिम्चाको सहायताले खुवाउनु पर्छ। यो बट्टाको सहायताले खुवाउनु हुँदैन है त, निप्पलको सहायताले खुवाउनु हुँदैन। तातो पानीले धोएर पनि निप्पलको यो मुखमा चाहिँ कीटाणुहरू, ब्याक्टेरियाहरू चाहिँ सफा हुन सक्दैन अनि बच्चा फेरि बिरामी हुन्छ। त्यही भएर यो निप्पल चाहिँ प्रयोग गर्नु हुँदैन है। ल अर्कोमा के छ, स्तनपान जति सक्दो चाँडो सुरुवात गर्नुपर्छ। हो, जन्मेको 1 घन्टाभित्रै चाहिँ स्तनपान सुरु गर्नुपर्छ है। यसले चाहिँ आमा र बच्चाको सम्बन्ध पनि राम्रो बनाउँछ। 6 महिनासम्म पूर्ण स्तनपान गर्ने महिलाले जसले दिनमा 10 देखि 12 पटक खुवाउँछ, उनीहरूको 6 महिनासम्म परिवार नियोजनको रूपमा पनि काम गर्छ। त्यसैगरी स्तनको क्यान्सर भयो अनि डिम्बाशयको क्यान्सर होइन, महिलाको पाठेघरको भित्र डिम्बाशयमा हुने क्यान्सरलाई पनि के गर्छ, यसले घटाउँछ है। पूर्ण स्तनपान भन्छ। पूर्ण स्तनपान भनेको चाहिँ के हो, पूर्ण स्तनपान? आमाको दुध, आमाको दुध 6 महिना हुन्जेलसम्म खुवाउनु नै पूर्ण स्तनपान है। पुरै दुध खुवाउनु पूर्ण स्तनपान हो। पुरै दुध खुवाउनु पूर्ण स्तनपान। पुरै दुध भन्नाले 6 महिना पुरा हुन्जेलसम्म चाहिँ खुवाउनु के हो, पूर्ण स्तनपान हो। यसका चाहिँ धेरै फाइदाहरू छन्, जस्तै झाडा पखाला, निमोनियाबाट बचाउँछ, आँखाको समस्याबाट बचाउँछ, छालाको रोगहरूबाट बचाउँछ है। आमा र बच्चाको सम्बन्धलाई बलियो बनाउँछ अनि बच्चालाई पचाउन पनि सजिलो हुन्छ है, पाचनमा केही समस्या गर्दैन। अनि चिसो मौसम छ भने बच्चालाई दुध तताएर खुवाउनु पर्दैन होइन, तातो मौसम छ बच्चालाई दुध चिस्याएर खुवाउनु पर्दैन है। यो जति बेला जुनसुकै ठाउँमा सजिलै खुवाउन सक्यो अनि किन्नु पर्दैन, के हो, पैसा बच्यो होइन। यसले विभिन्न रोगहरूबाट पनि बचायो, विभिन्न रोगहरू लाग्दा त्यो गर्ने उपचार गर्ने खर्चबाट बचायो हो। ल यो चाहिँ फाइदा छ। पहिलो 6 महिनामा मिश्रित खाना खुवाउनुको जोखिमहरू भन्नुहुन्छ है। मिश्रित खाना भनेको के हो भने 6 महिनासम्म पूर्ण स्तनपान गर्नुपर्छ है। 6 महिना पुरा नभइकन हामी दुधहरू खुवाउँछौँ, गाई भैँसीको लिटो जे कुरा हामी खुवाउँछौँ नि, त्यस्तो खानाले चाहिँ मिश्रित खाना भनिन्छ है त। अब त्यो खाना खुवाउँदाखेरि के जोखिम हुन्छ त हाम्रो बच्चालाई है। पहिलो त उसको पाचन प्रणाली चाहिँ कमजोर हुन्छ, झाडा पखाला लाग्छ, निमोनिया हुने सम्भावना हुन्छ, राम्ररी उसको वृद्धि विकास चाहिँ हुँदैन, उसले चाहिँ पूर्ण पोषण पाउँदैन है भने एउटा त्यो समस्या हुन्छ। अर्को चाहिँ कुपोषण हुने, फोटो हेर्नु त के देखाउँछ, कुपोषण हुने सम्भावना। एउटा चाहिँ फुके नाच्छ, एउटा चाहिँ सुके नाच्छ। यहाँ त अत्याधिक मोटोपन हुन्छ, यहाँ त के हुन्छ,
एकदम पातलो सुकेको हुन्छ, सुकेन जस्तो लाग्छ है। यो समस्या पनि के गर्छ? यो दुईटै कुपोषणमा अत्याधिक मोटो हुनु पनि कुपोषण हो, अत्याधिक पातलो हुनु पनि कुपोषण। हामीले चाहिँ पातलो हुनु मात्र कुपोषण भनेर बुझेका छौँ नि है, होइन। अत्याधिक मोटो हुनु पनि कुपोषण। यसले भविष्यमा उच्च रक्तचाप, मधुमेह जस्ता श्वास प्रश्वास रोगहरू पनि लिएर आउने हुन्छ। के छ आसनहरू छ है। आमाले स्तनपान गराउँदा कस्तो आसनमा बस्ने, कस्तो आसनमा हेर्नु त। आमा चाहिँ कसरी बसेको छ? आमा चाहिँ पहिले त आफू सिधा बसेको छ, त्यसपछि बच्चा उसको मुख र उसको पेट आफूतिर फर्किएको छ हो। अनि उसलाई चाहिँ मजाले सपोर्ट गरेर राखेको छ, हातले सपोर्ट गरेर राखेको छ। अनि अर्को हातले बुढी औँलाले चाहिँ के अरे अर्को हातले सी आकारमा सपोर्ट गरेको छैन। औँलालाई चाहिँ यो बुढी औँलाले माथिल्लो स्तनको भागलाई चाहिँ र चारवटा औँलाले तल्लो स्तनको भागलाई सपोर्ट गरेको छ है। तर स्तनको नजिक लगेर सपोर्ट गर्ने होइन, अलिकति यता नै लिएर हेर्नु, कति यता लिएर चाहिँ सपोर्ट गरेको छ है। यो आमाका के अरे आसनहरू यसरी पनि सबभन्दा बढी प्रयोग हुने आसन भनेको यो आसन है, जुलुङ्गे आसन। यो आसन हो। त्यसपछि चाहिँ यस्तो यो चाहिँ कम तौल बच्चाको लागि चाहिँ गरिने प्रयोग गरिन्छ भने यो चाहिँ जुम्लिया बच्चाको लागि भयो। यो चाहिँ नयाँ बच्चा, सुत्केरी नयाँ शिशु तथा यो अपरेसन गरेको बच्चाहरूको लागि भयो है। यो पनि के हो? जुम्लिया बच्चाको लागि गरिने आसन। यहाँ पनि जुम्लिया बच्चाको लागि गरिने आसनहरू छ है त। ल, स्तनपान गराउने विभिन्न सम्पर्कहरू। अघि हामीले आसनका कुरा गऱ्यौँ, अब सम्पर्कको कुरा गर्छौँ। यता टिक लागेको छ नि, यो चाहिँ सही सम्पर्क भएको हो भन्ने बुझिन्छ। यहाँ चाहिँ टिक के अरे क्रस लागेको छ, यो चाहिँ गलत सम्पर्क हो है। टिक लागेकोमा के भएको छ भने बच्चाले पूर्ण रूपमा आफ्नो ओठ चाहिँ खोलेको छ, मुख खोलेको छ। त्यसपछि आमाको स्तनको कालो भाग, विशेष गरेको तलतिरो भाग चाहिँ पुरै के अरे बच्चाको चाहिँ मुखभित्र चाहिँ गएको छ र बच्चाको चिउँडोले आमाको स्तनलाई छोएको छ है। बच्चाले चिउँडो आमा स्तनलाई छोएको छ र स्तनपान के अरे उसले दुध खाइरहेको छ भने घाँटी पनि फुक्क फुक्क हुन्छ होइन। पूर्ण रूपमा दुध गइरहेको भित्र चाहिँ देखाइरहेको छ है। घाँटी पनि यस्तो फुक्क फुक्क पर्छ है बच्चाले सही तरिकाले स्तनपान गराइरहेको छ भने। तर गलत तरिकाले स्तनपान गरेको हेर्नु त, बच्चाको मुख पुरा खुलेको छैन होइन। अनि स्तनको यो मुन्टोको कालो भाग पनि भित्र पसेको छैन। यस बच्चाको चिउँडोले आमाको स्तनलाई छोएको छैन र दुध पनि मजाले यो बच्चाको जस्तो हेर्नु त गएको छैन। यो बच्चाको त घाँटीसम्मै दुध गएको देखाएको छ नि। यो बच्चाको यहीँसम्म मुन्टो मात्रै छ, दुध गएको चाहिँ देखाएको छैन है। हो, यस्तो चाहिँ हुन्छ। यो चाहिँ के हो? आसन र सम्पर्क कुराहरू यसरी चाहिँ हामीले मिलाउनु पर्छ है त, आफूले पनि थाहा पाउनु पर्यो। ल हेर्नु त, यो प्राय देखिने समस्या हो कि नयाँ शिशु जन्माएका आमाहरूलाई चाहिँ यो देखिन्छ कि समस्या। देख्नु भएको छ यस्तो? के हो रे? पहिलो फोटोमा के हो? गानिएको स्तन हो है। पहिलो फोटो स्तन गानिएको छ, अर्को फोटो चाहिँ स्तनको मुन्टो निप्पलमा चिरा परेको, अर्को चाहिँ थुनिलो भएको छ है। हो, यो समस्या चाहिँ किन हुन्छ थाहा छ? हामीले राम्रोसँग स्तनपान गराउन जानेन भने आमालाई यस्तो समस्या हुन्छ हो। त्यही भएर हामीले स्तनपानको सही आसन र सम्पर्क जान्नुपर्छ, होइन भने आमालाई यो समस्या हुन्छ। आमा आफू बिरामी भयो, बच्चाले पनि स्तनपान गर्न सकेन, बच्चा पनि बिरामी भयो है। अन्य खानेकुरा खुवाउनु पर्ने एउटा बाध्यता पनि हुन्छ है त। ल है, गानिएको स्तनमा हेर्नु के हुँदो रहेछ है, आमालाई दुखाइ कति हुँदो रहेछ हेरौँ है। यदि स्तन गानिएको छ भने के हो? दुवै स्तनमा देखा पर्ने सुन्निने हुन्छ है। आमाको स्तन चाहिँ सुन्निने हुन्छ। गानिने भएपछि छुँदा दुख्ने हुन्छ, तातो हुन्छ, रातो हुने, दुख्ने, छाला टल्किने, स्तनको छाला कसिएको र मुन्टा चौडा हुने र खुवाउँदा गाह्रो हुने हुन्छ है। यो समस्या हुन्छ गानिएको छ भने स्तनको मुन्टो चिरा परेको छ भने के हुन्छ? स्तनको मुन्टा दुख्ने, दुधको मुन्टा चिरिने वा फेद चिरिनु, रक्तस्राव हुने, दुधका मुन्टामा संक्रमण हुने हुन्छ है। अर्को थुलिलो भएको छ भने के हुन्छ? गाँठो पर्ने, छाम्दा दुख्ने, वरिपरि रातो हुने, धेरै सुन्निने, कडा दुखाइ हुनु, एकातिरको भागमा धेरै रातो हुने, ज्वरो आउने, दुध नुनिलो हुने, कहिलेकाहीँ बालबालिकाले दुध खान पनि मान्दैन है। यी समस्या चाहिँ के हुन्छ? यो समस्या हुँदा हुन्छ। हामीले यो समस्या नहोस् भनेर के गर्नुपर्छ के गर्नुपर्छ? सही तरिकाले दुध खुवाउनु पर्यो है। पहिलो
जन्मेको 1 घण्टाभित्र दुध खुवाउनु पर्यो, अर्को चाहिँ सही आसन र सही तरिकाले दुध खुवाउनु पर्यो हैन। यी कुराहरू हैन राम्रोसँग उसले आफू पनि राम्रोसँग बसेको हुनु पर्यो, आफूलाई सजिलो हुने गरी, बच्चालाई सजिलो हुने गरी, दुध खुवाउन सजिलो हुने गरी है। त्यसै गरी चाहिँ उसले दुध खुवाइरहेको छ कि छैन, खाएको छ कि छैन, उसको जो निप्पलको भाग मुन्टो मात्रै गएको छ अथवा कालो भाग पनि भित्र पसेको छ है, स्तनले चिउँडोले स्तनलाई छोएको छ कि छैन, गाला फुक्क भएको छ कि छैन, यो कुरा चाहिँ हामीले विचार गर्नु पर्यो र दिनमा 10 देखि 12 पटक दुध खुवाउनु पर्यो। र अब सुन्नुहोस् है, गफ नगर्नुहोस् न एकैछिन। र दुध खुवाउनु मात्रै होइन, नवजात शिशुले के गर्छ, दुध कम दुधले पुगिहाल्छ अनि दुध चाहिँ बच्चा स्तनमै रहन्छ नि, खासमा त्यो दुधले के हो, गान्निने हो। एउटा दुध पूर्ण रूपमा खाली हुने बेलासम्म बच्चालाई खुवाउनु पर्यो, पूर्ण रूपमा खाली भइसकेपछि अर्को दुध खुवाउनु पर्यो है। अनि त्यसपछि त्यो दुध चाहिँ उसको पेट भर्यो, उसलाई दुध पुग्यो भने त्यसपछि बचेको दुध के गर्ने, निचोरेर फालिदिनु पर्छ। अर्को पटक उसलाई भोक लाग्ने बेलासम्म पुनः दुध उत्पादन हुन्छ। अलिकति बच्चा थोरै ठुलो भइसकेपछि पुरै दुध खान सक्छ, नवजात शिशुले खान सक्दैन। त्यो बेलामा यो समस्या, गान्निने, थुनिलो हुने समस्या अनि बल्ल आउने हो के है। अनि चिरा किन पर्छ भने उसले चाहिँ स्तनको मुन्टो मात्रै चुसिरहेको छ भने चिरा पर्छ के, काटिन्छ, फेदमा काटिन्छ, घाउ हुन्छ, उसको मुखमा दुध आउँदैन, अझ चुस्छ अनि चिरा पर्छ है। त्यो कारणले के भयो, चिरा पर्ने हो। दुध खुवाइसकेपछि आफ्नै दुधको थोपा चाहिँ अलिकति स्तनको मुन्टोमा लगाइदियो भने सानोतिनो घाउहरू, चिराहरू निको पनि हुन्छ। पहिला त चिरै नपर्नको लागि, घावै नहुनको लागि हामीले सही तरिकाले के गर्नु पर्यो, दुध खुवाउनु पर्यो है। यो आमालाई हुने समस्या, यो आमालाई समस्या भए दुवैलाई समस्या हुन्छ। स्तनपान र काम गर्ने आमाहरू भनेको छ, यो चाहिँ अब जस्तै अब हामीहरू पर्यो होइन, के अरे काम गर्ने महिलाहरू यदि उनी पनि आमा हुन्छन् भने उनीहरूले चाहिँ पूर्ण रूपमा स्तनपान गराउन पाउँदिनन्। बच्चा एकातिर हुन्छ, आमा अफिस एकातिर जानुपर्छ, हेरालोसँग बच्चा हुन्छ, आमा अफिसको काम गर्नुपर्छ, उनीहरूले चाहिँ पूर्ण रूपमा स्तनपान गराउन पाउँदिन होइन, घरेलु महिलाको तुलनामा। भने त्यस्ता महिलाले के गर्ने भन्यो, त्यस्ता महिलाले चाहिँ आफ्नो दुधलाई निचोरेर एउटा बट्टामा राखेर है, प्लास्टिकको बट्टामा राख्नु हुँदैन, एउटा छोप्ने भाँडामा चाहिँ, ढक्कन लगाउने भाँडामा चाहिँ राखेर चाहिँ जान सक्छिन् है। उसले चाहिँ, उसको हेरालोले चाहिँ खुवाउन सक्छ, अथवा मिल्छ भने अफिसमै लगेर पनि स्तनपान गराउनु पर्छ। स्तनपान चाहिँ छुटाउनु हुँदैन कसैले पनि है। र के भन्छ, यो दुध निचोरेर राखेको हुन्छ नि, त्यो चाहिँ यदि हाम्रो कोठाको तापक्रममा राखेको हो भने एउटा भाँडोमा आधा जति पानी हालेर त्यसमा दुध राखेको भने 6 घण्टा जति त्यसले चाहिँ काम गर्छ, खुवाउन मिल्छ होइन। यदि फ्रिजमा राखेको भने 24 घण्टासम्म त्यो दुध चाहिँ खुवाउन मिल्छ, निचोरेर राखेको दुध चाहिँ खुवाउन मिल्छ। यो निचोरेको दुध चाहिँ यस्तो भाँडामा खुवाउने, अनि तल्लो भाँडामा चाहिँ पानी राखेको है, यसरी चाहिँ पानी राख्ने, खुवाउँदाखेरि 6 घण्टा टिक्छ। यसरी चाहिँ 6 घण्टासम्म चाहिँ खुवाउनु पर्छ, मिल्छ। चिसो पानी आउने हो। एक सफा भाँडामा, प्लास्टिकको भाँडामा नै, यस्तो स्टिलको भाँडामा सफा भाँडामा राख्ने, दुहेर राख्ने, निचोरेर ठन्डा पानीमा राख्यो। अनि खुवाउने व्यक्तिले पनि सफा कचौरा चिम्चाको सहायताले चाहिँ खुवाइदिने, मिल्छ। 6 घण्टासम्म राख्न मिल्छ है। ल, अरू खुवाउनु भन्दा यो राखेर जाने आमाहरूले, अनि चाहिँ खुवाइदिने है परिवारले। ओके, पूरक खाना। ल, पूरक खाना भने के हो आमाहरू? ल, पूरक खाना भनेको बच्चालाई 6 महिना पुरा भइसकेपछि जुन थप खाना खुवाउँछौँ त्यो पूरक खाना हो है। आमाको स्तनपान सँगसँगै थप खाना खुवाउनु के हो, पूरक खाना हो। 6 महिना पुरा भइसकेपछि ठोस खाना चाहिँ, अर्ध ठोस खाना अथवा ठोस खाना चाहिँ खुवाउनु पर्दछ। मह जस्तो त्यसको बाक्लोपन राखेर चाहिँ खुवाउनु पर्ने हुन्छ। त्यसमा चाहिँ हामीले 4वटा समूहका खाना राखेर चाहिँ खुवाउनु पर्ने हुन्छ। अब दुध कसैले आमाले भन्नुहुन्छ दुध पुगेकै छ नि होइन, पेट भरिया छ भन्नुहुन्छ। दुध पुगे पनि अब उसको शरीर विकास हुँदैछ नि, बढ्दैछ नि, परिपक्व हुँदैछ। अब त्यो चाहिँ दुधले पेट भरियो पनि पोषण अब पुग्दैन कि, अब उसलाई ठोस खाना चाहिन्छ है। त्यही भएर चाहिँ 6 महिना पुरा भइसके पछाडि हामीले ठोस खाना खुवाउनु पर्दछ। र त्यो सँगसँगै 2 वर्षसम्म आमाको दुध पनि खुवाउनु पर्छ है। भने ठोस खाना खुवाउँदाखेरि हामीले नापेर खुवाउने हो। कसैले के गर्छ, खुवाएको खाइ, उसले जति उसलाई थाहा हुँदैन होइन आफ्नो पेटको भने, कसैले खुवाएको खाइ राख्छ, उल्टी पनि गरिदिन्छ नि ओभर खुवाएर होइन। हामीले चाहिँ नापेर खुवाउने हो भने
6 महिनादेखि 12 महिनासम्मको बच्चालाई चाहिँ 125 ml जति अथवा 1 कप जति चाहिँ खुवाउनु पर्ने हुन्छ है। सुरुमा चाहिँ एउटा सानो चम्चाबाट ठुलो के अरे खुवाउँदै बिस्तारै चाहिँ बढाउँदै लैजानुपर्छ भने 12 महिनादेखि 24 महिनाको बच्चालाई चाहिँ 2 कप 250 ml चाहिँ 250 ml चाहिँ यानि कि 2 कप जति खुवाउनु पर्ने हुन्छ है त। र 6 देखि 9 महिनाको बच्चालाई चाहिँ 3 पटक खाना खुवाउनु पर्ने हुन्छ है, जसलाई हामी 30 भनेर भन्छौँ। 3 पटक खाना अनि 30 भनेको 0 भनेको नास्ता नखुवाउने भन्ने हुन्छ है। अनि 9 देखि 12 महिनाको बच्चालाई चाहिँ 31 भन्छ है त। 3 पटक खाना 1 पटक नास्ता खुवाउने, बाँकी दुध खुवाउने है। अनि 12 देखि 24 महिनाको बच्चालाई चाहिँ 32 है, 3 पटक खाना 2 पटक नास्ता, 30 31 32 भनेर भन्छौँ है। त्यसरी चाहिँ खुवाउनु पर्ने हुन्छ। बिरामी बाल बालिकाको खाना र हेरचाह है। बिरामी बाल बालिकालाई चाहिँ कसरी हेरचाह गर्ने भन्ने हो है। बिरामी यदि बच्चा बिरामी छ भने हामीले पटक पटक स्तनपान गराइरहनु पर्छ, पटक पटक चाहिँ खाना खुवाउनु पर्छ, थप खाना खुवाउनु पर्छ है। खुवाउँदै साबिक भन्दा के हो खुवाउनु पर्दछ है। बच्चा निको भइसके पश्चात पनि 2 हप्ता जति चाहिँ थप खाना अथवा स्तनपान चाहिँ यो बढाउनु पर्छ है, साबिक भन्दा बढी बढाउनु पर्छ। र स्वास्थ्य संस्थामा लगेर उपचार पनि गर्नु पर्यो है। झाडा पाखलाको बिरामी छ भने जीवनजल र जिङ्क चक्की चाहिँ खुवाउनु पर्छ। यो चाहिँ संस्थामा र महिला स्वास्थ्य स्वयंसेविका कहाँ पनि पाइन्छ, त्यहाँबाट पनि खुवाउँदा हुन्छ है त। ल कम तौल भई जन्मेका शिशुहरूको हेरचाह कसरी गर्ने है। कोही कोही बच्चा कम तौल भएर जन्मिन्छ नि है, जसको बच्चाको तौल 2500 ग्राम भन्दा कम छ, 2.5 किलो भन्दा कम छ भने त्यस्तो बच्चालाई कम तौल भनिन्छ है। त्यस्तो बच्चा चाहिँ मृत्यु हुने सम्भावना एकदमै धेरै हुन्छ है। रोगहरू लाग्ने सम्भावना पनि एकदमै धेरै हुन्छ। उनीहरूलाई चाहिँ विशेष केयर गर्नुपर्छ। उनीहरूलाई बढीभन्दा बढी स्तनपान गराउनुपर्छ र उसलाई चाहिँ न्यानो बनाएर पनि राख्नुपर्छ है। भने पटक पटक नियमित तौल गर्नुपर्छ, खोपहरू पनि लगाउनुपर्छ है, नियमित खोप लाउनुपर्छ। ल हेर्नुहोस् त के आयो, बालभिटा। ल बालभिटामा चाहिँ 15 प्रकारको के हुन्छ, सूक्ष्म पोषक तत्त्वहरू हुन्छ है। यसले शरीरको विकास गर्नका साथै मनको पनि विकास गर्छ, अर्थात् दिमागको पनि विकास गर्छ है, मस्तिष्कको पनि विकास गर्छ। त्यसैले 6 महिना पुरा भएको बालबालिकालाई 2 वर्षसम्म चाहिँ बालभिटा खुवाउनु पर्छ है। 6 महिना पुरा भइसके पछाडि यानि कि 2 डब्बा यानि कि 60 महिना 2 महिना जति बालभिटा खुवाउनु पर्छ। प्रत्येक दिन एक पुडिया चाहिँ खुवाउनु पर्छ नबिराइकन। भने 4 महिना ग्याप राख्ने, फेरि 2 महिना खुवाउने, 4 महिना ग्याप राख्ने अनि 2 महिना खुवाउने गरेर कति पटक 3 पटक चाहिँ 3 चरणमा चाहिँ बालभिटा खुवाउनु पर्छ है। बालभिटा चाहिँ खुवाउँदाखेरि ध्यान दिनुपर्ने कुरा के छ भने, सुन्दै हुनुहुन्छ आमाहरू? आमाहरू सुन्दै हुनुहुन्छ? विशेष गरेर मन्जु आमा। ल बालभिटा खुवाउँदा चाहिँ ध्यान दिनुपर्ने कुरा के हो भने, बालभिटा चाहिँ तातो खानामा नराख्ने, त्यसले बालभिटामा भएको तत्त्वहरू नष्ट गर्छ। अनि झोलिलो कुराहरूमा नराख्ने होइन, त्यसले के गर्छ, त्यसले घुलिँदैन के, खानामा घुलिँदैन, त्यो यताउति चाहिँ लाग्छ है। अनि त्यसैले चाहिँ झोलिलो कुरामा पनि नराख्ने है, अर्ध ठोस खानामा राख्ने चाहिँ खुवाउनु पर्छ। र बालभिटा चाहिँ यदि डल्लो परेको छ, पाल परेको छ, गाँठो परेको छ, रङ्ग परिवर्तन भएको छ भने नखुवाउने है। त्यसको रङ परिवर्तन त्यस्तो केही देख्यो भने नखुवाउने है त। तर बालभिटा चाहिँ बाँडेर 2टा बच्चालाई नखुवाउने होइन, एउटा बच्चालाई पुरै खुवाउने है, त्यो गर्नुपर्छ। हेर्दा हुन्छ यहाँ हेर त मजाले। तत्र बाफ हालेको छ नि, तातोमा हालेको नि त, यो नहाल्नु पर्ने कुरा, यो तरल पदार्थमा हाल्दैछ। यता बाँडेर खुवाउँदैछ 2टा बच्चा, यो नगर्ने भनेको है। ल सरसफाइका उचित अभ्यासहरू भन्यो है त। के देख्नुहुन्छ आमाहरू भन्नु त, के देख्नुहुन्छ फोटोमा? म नि हेर्छु यता फोटो, के गरिराखेका रहेछन्। ल हेर्नु त, साबुन पानीले हात धोइराखेका छन् होइन। सरसफाइमा चाहिँ हाम्रो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। रोग झाडा पखाला तथा रोगहरू नलाग्नको लागि सरसफाइ के हो, महत्त्वपूर्ण कुरा हो। त्यसको लागि हामीले के गर्नु, नङहरू काट्नु पर्यो होइन, हातहरू पनि धुनु पर्यो बच्चालाई खुवाउनु अघि, खाना पकाउन अघि, आफूले खानु अघि है। बच्चाको दिसा पिसा धोइसकेपछि, आफूले शौचालय प्रयोग गरिसकेपछि, फोहोर वस्तु छोइसकेपछि साबुन पानीले हात धुनु पर्यो है। खानालाई पनि राम्ररी सफा र शुद्ध तरिकाले होइन पकाउनु पर्यो है। भने चर्बी पनि सफा हुनु पर्यो है।
बालबालिका चाहिँ खेल्ने ठाउँलाई पनि के हुनु पर्यो सफा हुनु पर्यो ल वृद्धि अनुगमन तथा के छ प्रवर्धन है ल बाल बच्चाको वृद्धि अनुगमन किन गर्ने मेरो बच्चा उचाइ अनुसार उसको तौल भएको छ कि छैन है अथवा कम तौलको भएको छ उसको चाहिँ कुपोषण बच्चा भएको छ मैले खुवाएको दुध पुगेन कि मैले खुवाएको खाना पुगेन कि मैले गरेको स्याहार पुगेन कि अथवा बिरामी बच्चा भयो भने हामीले के गर्नु पर्यो तौलमा चाहिँ लैजानु पर्यो बिरामी बच्चा भने उसको तौल घट्छ भने हामीले जाँच गरेर हेर्नु पर्यो कति घट्यो अब मैले कति स्याहार गर्ने भनेर चाहिँ परामर्श पनि दिनुहुन्छ है बाल बच्चालाई चाहिँ स्याहार गर्ने पोषणको कुराहरू परामर्श पनि दिनुहुन्छ त्यसको लागि हामीले के गर्नु पर्यो वृद्धि अनुगमन गर्नु पर्यो जसको लागि बच्चाको पोषण स्थिति सुधारमा मद्दत पुग्दछ है तौल चाहिँ कति गर्नु पर्यो प्रत्येक महिना गर्नु पर्यो 24 महिनामा 24 पटक चाहिँ हामीले नियमित तौल गर्नु पर्यो है ल यो कुरा हामीले बुझ्यो है रे यो आमाको दुध नि अमृत समान हुन्छ भन्छ नि बच्चाको पहिलो खोप पनि के हो आमाको दुध हो तर आमा अमृत उत्पादन गर्ने आमालाई चाहिँ पोषण कुरा खुवाउनु पर्छ हैन धेरैजनाले कुरा भन्नुहुन्छ भने के खायो के खाँदैछौ के खाने इच्छा छ भनेर भन्नुहुन्छ है तर तिमी खुसी छौ तिमी ठीक छौ तिमीलाई केको चिन्ता छ भनेर चाहिँ हैन सोच्दैनन् है तिम्रो मनमा के कुरा खेलिरहेको छ भनेर प्राय सोच्दैनन् है आमाको के हुन्छ भने गर्भावस्थामा आमाको शरीर चाहिँ परिवर्तन हुन्छ है सामान्य शरीरबाट के हुन्छ एक शरीरबाट दुईटा शरीर हुन्छ सामान्य शरीरबाट ठुलो हुन्छ फेरि सुत्केरी हुन्छ फेरि घटेर सामान्य अवस्थामा आउनु पर्ने हुन्छ के भयो गफ भयो है गफ भयो भने आमाको शरीर चाहिँ यसरी परिवर्तन हुँदै जान्छ हैन यो बेलामा उसको अनि बच्चा जन्मिन्छ भने उसले निन्द्रा पाउँदैन हैन थप जिम्मेवारी बढ्छ हेरचाह गर्नुपर्छ अनि निन्द्रा पनि पुग्दैन अनि यो हुँदाखेरि के हुन्छ आमाको चाहिँ एकदमै धेरै थकावट हुन्छ चिन्ता हुन्छ हैन एक्लोपन महसुस गर्छन् अनि त्यो कारणले गर्दा आमाहरु के हुन्छ डिप्रेसनमा पनि जान्छन् जसलाई पोस्टपार्टम डिप्रेसन भनेर भनिन्छ हैन यो अवस्थामा चाहिँ यदि आमा एक्लोपन महसुस गरिराखेछन् तनावमा छिन् निन्द्रा पुगेको छैन भने उसको शरीरमा चाहिँ के हुन्छ अक्सिटोसिन हर्मोन र प्रोल्याक्टिन हर्मोनको उत्पादन कम हुन्छ यो अक्सिटोसिन हर्मोन र प्रोल्याक्टिन हर्मोनले चाहिँ दुध उत्पादन गर्नमा मद्दत गर्छ र जब यो हर्मोन कम हुन्छ भने उसले चाहिँ राम्रोसँग दुध उत्पादन गर्न सक्दैन र बच्चाले चाहिँ पूर्ण रूपमा दुध पाउँदैन है त्यसैले आमाको मानसिक स्थिति पनि धेरै महत्त्वपूर्ण छ है बच्चाको लागि अमृत चाहिँ के रे दुध अमृत समान हो भने त्यो अमृतको लागि चाहिँ आधार भनेको आमाको के हो मानसिक अवस्था हो यो मानसिक अवस्थालाई स्वस्थ बनाउन राम्रो बनाउन श्रीमान र परिवारको चाहिँ हेरचाह हौसला चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ है त अनि मात्र आमा स्वस्थ हुन्छन् मानसिक रूपमा अनि बच्चालाई उले पूर्ण स्तनपान पनि गराउन सक्छन् है